हरि ओम। समादरणीय भक्तजन आउनुहोस्। द्रौपदी महारानीलाई विपद पर्दाखेरि सबैतिर पुकारा गर्छिन्। दुशासनले सभाको बिचमा ल्याएर नग्न बनाउन लाग्यो, सारी समातेर तान्न लाग्यो। वरिपरि सबै दुष्ट मात्रै छन्। बस्नका लागि त भीष्म द्रोण कृपाचार्य आदि सबै बसाइरहेका छन् सभा बिचमा, तर कोही पनि बोल्दैनन्। 5 पाण्डवहरू पनि त्यही छन्, तर सभा बिचमा कसैले बोलिदिँदैनन्। किन यस्तो अबलालाई विपद पर्दाखेरि पनि कोही बोल्दैनौ? हे प्रभु, आज म विपत्तिमा परेको छु, आउनुहोस्, मलाई रक्षा गरिदिनुहोस् भन्दै द्रौपदी महारानी भगवानसँग अन्तिममा विलाप गर्नुहुन्छ। एकछिन यो भजनमा हामी श्रवण गरौँ। द्रौपदी महारानीले पुकार गरेको भजनलाई हामी आनन्दले श्रवण गरौँ। जय श्री राधे। कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ, कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ। पुकार यो मेरो आज किन सुन्दैनौ, पुकार यो मेरो आज किन सुन्दैनौ। कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ। तिम्रो सभा बसेको छ, सबैलाई म देख्छु, तर प्रभु हजुरलाई म देख्दिनँ। कहाँ हुनुहुन्छ प्रभु? आइदिनुहोस् न, म विपदमा परे भनेर वन्दना गर्दछु। दुशासनले समाइसक्यो यो सारीको फेरो, दुशासनले समाइसक्यो यो सारीको फेरो। प्रभु बिना रक्षा गर्ने कोही छैन मेरो, प्रभु बिना रक्षा गर्ने कोही छैन मेरो। कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ, किन यत्रो सभा बसी न्याय गर्दैनौ। पापीको राज्यभित्र न्याय छ कि छैन, पापीको राज्यभित्र न्याय छ कि छैन। 5 पति भए पनि काम लाग्दैन, 5 पति भए पनि काम लाग्दैन। हेर्नुहोस् न, म एक्लै त छैन नि, मेरो त 5 जना पतिहरू छन्, तर पनि यो पापीको राज्यभित्र न्याय छ कि छैन प्रभु? पापीको राज्यभित्र न्याय छ कि छैन, पापीको राज्यभित्र न्याय छ कि छैन। 5 पति भए पनि काम लाग्दैन, 5 पति भए पनि काम लाग्दैन। कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ, कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ। छोडिदिए समाएको अब त सक्दिनँ, छोडिदिए समाएको अब त सक्दिनँ। मेरो होइन तिम्रो लाज अब रहँदैन, मेरो होइन तिम्रो लाज अब रहँदैन। हे प्रभु, अब मैले समाएको, अहिलेसम्म त मैले समाइरहेको थिएँ, तर मैले सकिनँ प्रभु, अब मैले छोडिदिइसकेँ। तर मेरो होइन प्रभु, म त यसै अब मेरो त प्राणै जाला।
तर हजुरको पनि अब इज्जत रहँदैन हे प्रभु। हजुरको भक्तलाई यस्तो यो आज यो विपद परिरहेछ, रक्षा गर्नुहोस् प्रभु। छोडिदिए समयको अब त सक्दिन, छोडिदिए समयको अब त सक्दिन, मेरो होइन तिम्रो लाज अब रहँदैन, मेरो होइन तिम्रो लाज अब रहँदैन। कृष्ण यो समाज कहीँ देखिँदैनौ, कृष्ण यो समाज कहीँ देखिँदैनौ, किन यत्रो सभा बसी न्याय गर्दैनौ। भीष्म द्रोण कृपाचार्य कोही बोल्दैनन्, भीष्म द्रोण कृपाचार्य कोही बोल्दैनन्। यहाँ सभामा भीष्म छन्, द्रोणाचार्य छन्, कृपाचार्य आदि गरेका बडे बडे योद्धाहरू छन्, तर कोही बोल्दैनन्। भीष्म द्रोण कृपाचार्य कोही बोल्दैनन्, भीष्म द्रोण कृपाचार्य कोही बोल्दैनन्। सभा बिच अवलाले निशाप पाउँदिनन्, सभा बिच अवलाले निशाप पाउँदिनन्। कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ, कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ, किन यत्रो सभा बसी न्याय गर्दैनौ, किन यत्रो सभा बसी न्याय गर्दैनौ। द्वारकावासी प्रभु कहीँ देखिँदैनौ, द्वारकावासी प्रभु कहीँ देखिँदैनौ, किन यत्रो सभा बसी न्याय गर्दैनौ, किन यत्रो सभा बसी न्याय गर्दैनौ। कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ, कृष्ण यो सभा बिच कहीँ देखिँदैनौ। पापीको राज्यभित्र न्याय छ कि छैन, पापीको राज्यभित्र न्याय छ कि छैन। पाँच पति भए पनि काम लाग्दैन, पाँचै पति